हेलो साथीहरू, आज चाहिँ म खसीको मासु पकाउँदैछु। खसीको मासु हड्डी हड्डी टाइपको छ अनि आज चाहिँ चिसो चिसो छ। यो चाहिँ रेडी गर्दैछु। यता चाहिँ चामल भिजाइराखेको छु। प्याज खाँदैछु। प्याज मसिनो खस्रो जस्तो भए नि हुन्छ, स्वादिलो हुन्छ। चामल चाहिँ अब भातको लागि बसाल्नु। तेल स्वाद अनुसार तेल चाहिँ तातिसकेर भोट्नुपर्छ। प्याज चाहिँ रातो रातो भइसक्यो। अब मासु फल्याएर बनाउनु पर्छ। टमाटर राखेर एकछिन चलाउने, त्यसलाई पानी हालिकन सिटी लगाउने। त्यस पछाडि सिटी लाग्छ, तयार भयो। पानी नहाली बनाएको खसीको मासु यस्तो भयो, ग्रेभी तयार भयो। न साथीहरू, खसीको मासु चाहिँ रेडी भयो। यसरी किन देखाउनु पर्छ, यदि सिम्पल कुरा नि भन्ने लाग्छ होला, तर सिम्पल होइन। सबै कुरा मिल्नुपर्छ अनि चाहिँ मिठो हुन्छ, त्यही भएर हो। कस्तो लाग्यो आजको मेरो